नमस्कार, म तपाईहरुकै प्रिय कार्यक्रम प्रस्तुता प्रदीप तामाङ। आज पनि फेरि अर्को टेबल टकमा तपाईहरुलाई स्वागत छ। नमूना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडी मार्फत हेरिरहनु भएको सम्पूर्ण आदरणीय दर्शक, श्रोता तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक स्वागत गर्दछु। आदरणीय सम्पूर्ण महानुभावहरु, आज पनि हामी यस टेबल टकमा नयाँ ज्ञानवर्धक र रोचक विषयवस्तु लिएर उपस्थित भइसकेका छौं। त्यसैगरी आजको यस टेबल टकमा मसँग अतिथिको रूपमा हुनुहुन्छ यसै विद्यालयको कक्षा 9 मा अध्ययनरत एक प्रतिभाशाली विद्यार्थी, जो सबै विद्यार्थीको मनमुटुमा बस्न सफल भएर सबै विद्यार्थीहरूले मन पराउनु भएर 2083 को नवनिर्वाचित विद्यालयको भाइस क्याप्टेन जस्तो पदमा चयन हुन सफल हुनु भएको छ। अब बिना ढिला स्वागत गरौँ आजको विशेष अतिथि सृष्टि अधिकारीलाई। स्वागत छ सृष्टि। धन्यवाद सर। के छ खबर सृष्टि? ठिकै छ सर। सबैभन्दा पहिले त यस विद्यालयको भाइस क्याप्टेन जस्तो गरिमामय पद अनि जिम्मेवारी पदमा चयन हुन सफल हुनुभएकोमा विद्यालय परिवारको तर्फबाट तपाईलाई हार्दिक बधाई ज्ञापन गर्दछु। धन्यवाद सर। आज म तपाईसँग यस टेबल टकमा विभिन्न विषयसँग सम्बन्धित भएर प्रश्न सोध्नेछु। पहिलो प्रश्न रहेको छ, तपाईँ यस गरिमामय पद अनि जिम्मेवारी पदमा रहिरहँदा तपाईँको तत्कालीन अनुभूति कस्तो रहेको छ, संक्षिप्तमा बताइदिनुहोस्। यो मेरो लागि गर्व र जिम्मेवारी दुवै हो। म साथीहरूको विश्वास जितेर यहाँसम्म आइपुगेकी हुँ, त्यसलाई कायम राख्ने प्रयास गर्नेछु। अनि तपाईँ यस गरिमामय पदमा रहिरहँदा तपाईँले हासिल गर्नुपर्ने लक्ष्य अनि उद्देश्य चाहिँ के राख्नु भएको छ? मैले हासिल गर्नुपर्ने लक्ष्यहरू विद्यालयमा अनुशासन, सहयोग र सकारात्मक वातावरण बनाउनु हो। अनि अहिले तपाईँ कक्षा 9 मा पढ्दै गर्नुहुँदा विद्यालयको यस्तो नेतृत्वदायी पदमा, यस्तो जिम्मेवारी पदमा रहनुभएको छ। अनि यस विद्यालयको सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले तपाईँलाई आशा र भरोसाको दृष्टिले हेरिरहँदा तपाईँले चाहिँ विद्यालयको भाइस क्याप्टेनको हैसियतले विद्यार्थी भाइ बहिनीले के भन्न चाहनुहुन्छ? सर्वप्रथम त सबैलाई धन्यवाद। हामी सबैलाई एकअर्कालाई मिलेर बसौँ र विद्यालय राम्रो बनाऊ भन्न चाहन्छु। अनि तपाईँ यस 2083 को 1 वर्षको कार्यकालमा विद्यालयमा कुन कुन क्षेत्रमा अनि कस्तो कस्तो परिवर्तन ल्याउने योजना बनाउनु भएको छ? म 4वटा कुरामा विशेष ध्यान दिनेछु। इङ्ग्लिस इन्भाइरोमेन्ट, डिसिप्लिन, सफाइ र सुगर वातावरण, विद्यार्थीहरूमा एकता। तपाईँको सोच, तपाईँको विचार, तपाईँको लक्ष्य अनि तपाईँको योजना साँच्चीकै उत्कृष्ट छ। अब भने हामी अर्को सेगमेन्टतर्फ अगाडि बढ्छौँ। अबको प्रसङ्ग रहेको छ कुनै एक रोज्नुहोस्। तपाईँले मनपर्ने विषय नेपाली कि सामाजिक? मलाई दुवै विषय मनपर्छ, तर पनि मलाई नेपाली विषयभित्र भएका कथा, कविता र जीवनी निकै मनपर्ने भएकाले म नेपाली विषयलाई रोज्नेछु। अनि तपाईँले मनपर्ने शिक्षक? मलाई मनपर्ने शिक्षक चुडामणि बानी हुनुहुन्छ। तपाईँको साथीहरूमध्ये रिया अधिकारी कि यशोदा अधिकारी? रिया अधिकारी। अनि बालेन शाह कि हर्क साम्बाङ? बालेन शाह। अत्यन्तै रोचक प्रश्न, पानीपुरी कि सटपटे? पानीपुरी। तपाईँले अत्यन्तै राम्रो उत्तर प्रस्तुत गर्नुभयो। अब हामी अर्को सेगमेन्टतर्फ अगाडि बढ्नेछौँ। अबको प्रसङ्ग रहेको छ तपाईँको व्यक्तिगत जीवन यानि कि पर्सनल लाइफ सम्बन्धी। पहिलो प्रश्न रहेको छ, तपाईँ बिहान कति बजे उठ्नुहुन्छ? म बिहान 5 बजे उठ्छु। अनि तपाईँ अहिलेसम्मकै सबैभन्दा बढी खुसी भएको दिन? मेरो त्यस्तो खास दिन छैन। तपाईँले सबैभन्दा बढी रिस उठ्ने मान्छे छ कि छैन? छ। तपाईँले जीवनमा सबैभन्दा बढी प्रेरणा अनि हौसला कसले दिनुहुन्छ? मम्मीले। तपाईँको रोल मोडेलमा आइडल को हो? क्रिस्टियानो रोनाल्डो। अनि तपाईँको भविष्यको लक्ष्य के छ? मेरो भविष्यको लक्ष्य कानुन पढेर कानुन विद्यालय हो। अनि तपाईँको प्रेरणादायी सन्देश? सानो प्रयासले ठुलो परिवर्तन ल्याउन सक्छ। आफैबाट सुरु गरौँ अनि सोसाइटी बदलिन्छ। पक्कै पनि सानो प्रयासले ठुलो परिवर्तन ल्याउन सक्छ। अब हामी अर्को सेगमेन्टतर्फ अगाडि बढ्नेछौँ। अबको प्रसङ्ग रहेको छ, तपाईँले कसलाई कसरी चिन्नुहुन्छ उत्तर दिनुहोला। रिज्ञा बरा। नमुना गर्ल्स भलिबल क्याप्टेन 2018। अनि प्रेरणा तिवारी। क्षमताशील साथी झमक घिमिरे। झमक घिमिरेलाई म एकजना साहित्यकार भनेर चिन्छु, जसले खुट्टाले साहित्य लेख्नुहुन्छ। अनि झमक घिमिरेको चर्चित कृतिको नाम चाहिँ कुन होला? जीवन कानाकी फुल। नारायण गोपाल। नेपाल सङ्गीत क्षेत्रका स्वर सम्राट। तपाईँको उत्तर साँच्चै प्रशंसनीय रहेको छ। अब भने हामी आज यस टेबल टकको अन्तिममा आइसकेका छौँ र अन्तिम एउटा प्रसङ्ग रहेको छ, एउटा सेगमेन्ट रहेको छ। अबको प्रसङ्ग रहेको छ कुनै एक प्रतिभा देखाउनुहोस्। गीत, कविता, चुड्किला? कविता। सुनाउनुहोस्। बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, जुरेको यो राम्रो ग्रहगति असार लगनमा, बजेका हुन् ज्याली झिम झिम गरी बाँसहरूमा, हरियो दोसल्ला बिरिन गपुरे देश विधिमा। अत्यन्तै राम्रो आवाज अनि कवितामा समेटिएको भाव साँच्चीकै उत्कृष्ट छ। अब तपाईँले अन्तिम प्रश्न रहेको छ। अहिले फिफा विश्वकप पनि चलिरहेको छ र फिफा विश्वकप चलिरहँदा तपाईँले कुन देशको टिमलाई चाहिँ सपोर्ट गर्नुहुन्छ? पोर्चुगललाई। आजको यस टेबल टकमा अमूल्य समय दिएर साथ दिनुभएकोमा तपाईँलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद सर।
आदरणीय दर्शक महानुभावहरू, आजको हाम्रो टेबल टक यही समाप्त हुन्छ। यतिका समय यस भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। हामी चाँडै नै अर्को भिडियो लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडीलाई सधैँ फलो गरिरहनुहोस्। त्यसै गरी आजको यस भिडियो मन परेमा तपाईँले सबैलाई सेयर गरिदिनु होला, किनभने एउटा भनाइ छ, बाँडेर खाएको पो खाएको, एक्लै खाएको कि खाएको भन्छन्। त्यसकारण सबैले सबैसँग सेयर गरिदिनु होला। हामी चाँडै नै अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि स्वस्थ, व्यस्त अनि मस्त रहनुहोस्। हवस् त, धन्यवाद।